हेलो एभ्रिवान, इट्स मी शेख इरफान, इन्टरनेसनल ताइक्वान्डो प्लेयर। आज शनिबार पर्सा ताइक्वान्डो एकेडमी जुनियर कलर बेल्ट ग्रेडिङ प्रोग्राम। म रेडी भएर गएँ ग्रेडिङ हुने ठाउँमा। त्यसपछि मैले गरेँ ग्रेडिङको सेटअप र यो थियो हाम्रो ग्रेडिङको पुरै सेटअप। त्यसपछि प्लेयरहरू गरे वार्म अप बिकज वार्म अप इज भेरी इम्पोर्टेन्ट। त्यसपछि ग्रेडिङ लिनको लागि सर्लाहीबाट विष्णु गुरु र बागमतीबाट जितन गुरु आइसक्नु भएको थियो र हाम्रो ग्रेडिङ भयो स्टार्ट। क्लास स्टार्ट गरेपछि पालो थियो सम्मान कार्यक्रमको। नेपाल आर्मीबाट 46 राउन्ड हानेर र आफ्नो वीरगन्जलाई र नेपाल आर्मी क्लबलाई विजय बनाएकोमा उहाँलाई हामी धेरै धेरै शुभकामना र उहाँलाई हामी आज यो मञ्चबाट हामी उहाँलाई विशाला उडाएर हामी सम्मान गर्नेछौँ। इमरान शेख मेरो ठुलो दाइ, उहाँलाई हामीले सम्मान गर्यो बिकज पिएम कपको फाइनल गेममा टिम आर्मीलाई नट आउट 46 रन हानी एउटा महत्त्वपूर्ण पारी खेलेका थिए। नाजिरजीले हाम्रो आउने गुरु अतिथिहरूलाई सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। त्यसपछि विष्णु गुरु, जितन गुरु र आउने सबै अतिथिलाई हामीले सम्मान गर्यो। त्यसपछि जितन गुरु र विष्णु गुरु मिलेर पर्सा ताइक्वान्डो एकेडमीको चिफ कोच नाजिर गुरुलाई पनि सम्मान गर्नुभयो। एन्ड फाइनली त्यसपछि भयो हाम्रो ग्रेडिङ स्टार्ट। फलो वा सब्सक्राइब गरिहाल्नु बिकज ग्रेडिङको फुल भिडियो अर्को ब्लगमा हुनेछ। यसैको साथ म गर्छु ब्लगलाई समाप्त। भेटौँला अर्को ब्लगमा। पर्सा ताइक्वान्डो एकेडमी के